यहाँहरु सम्पूर्णलाई स्वागत छ। आज हामी सोमेश्वरगढीमा छौं र यति बेला चाहिँ हिमालय राइडर सोसाइटी मकवानपुरका अध्यक्ष जी चाहिँ लगायत उहाँको टिम चाहिँ माडीको सोमेश्वरगढीमा साइकल यात्रामा निस्किएर आज यहाँको यो दर्शन अवलोकन गरेर जाँदै हुनुहुन्छ र यो समयमा हामी उहाँसँग केही प्रतिक्रिया लिँदैछौँ। सर स्वागत छ। धन्यवाद। खास गरी तपाईहरुले साइकल यात्रा गरेर नानगढदेखि सोमेश्वरगढीसम्मको यात्रामा साइकलमै आएर यो ठाउँको अवलोकन दर्शन अथवा यहाँको अनुभूति लिइसक्नु भएको छ। यसको मुख्य उद्देश्य चाहिँ के हो? यो हाम्रो हिमालयन राइडर सोसाइटी भनेको चाहिँ एउटा गैर नाफामूलक संस्था हो हैन। यो चाहिँ एउटा सामाजिक कार्य गर्ने संस्था हो, एउटा यो जमात हो भनौँ न हैन, जमात हो। यसले चाहिँ हामीले चाहिँ अहिले हाल भइरहेको यो जुन अलिकता मानिसहरू एकदम अल्छीपना भएर बस्ने हैन, इन्टरनेटमा भुलेर बस्ने हैन, कुलतहरुमा फस्ने युवा पिँढीहरू अनि बच्चाहरू हैन, सानैदेखि चाहिँ जुन यो इन्टरनेटमा भुलेर हैन, एउटा चाहिँ अनलाइन गेमहरुमा भुलेर बसिरहेको छ हैन, र उनीहरूलाई मात्रै नभएर सम्पूर्ण उमेरको मानिसलाई चाहिँ अब हामी चाहिँ स्वस्थ रहनुपर्छ हैन, वातावरणलाई जोगाउनु हाम्रो पनि कर्तव्य हो है भन्ने खालको एउटा सन्देश प्रवाह गर्न र आन्तरिक पर्यटन प्रवर्धन चाहिँ हामीले नै आफैले गर्नुपर्छ हैन, अरूले गर्ने होइन, आफ्नो ठाउँलाई आफैले परिचय गराउनुपर्छ भन्ने उद्देश्य लिएर हामीले यो संस्था गठन गरेको हो हैन। हाम्रो यो संस्था स्थापना भएको 4 वर्ष भयो र अनि अहिले हाम्रो मेन थीम भनेको चाहिँ स्वास्थ्य, पर्यावरण, पर्यटन, खेलकुद को निम्ति साइकल भनेर हामीले जुन एउटा थीम राखेर त्यही यात्रा अनुसार आज सोमेश्वरगढीमा सोमेश्वरगढी आउँछ र हामी हरेक हप्ता हरेक महिना हामी चाहिँ फरक ठाउँमा ओझेलमा परेको सम्भावित पर्यटकीय क्षेत्रहरूलाई हामीले उजागर गर्ने, सामाजिक सञ्जाल मार्फत उजागर गर्ने उद्देश्य लिएर हामी चाहिँ यसरी साइकल यात्रामा हिँड्छौँ हैन। त्यसै क्रममा चाहिँ अहिले हामी आइपुगेको छौँ र योभन्दा आज मलाई ठ्याक्कै डेट याद भएन, 5-6 वर्ष अगाडि हाम्रो चितवनमा एउटा साइकल कार्यक्रम हुँदाखेरि आएको थियो। त्यो बेलामा राम्रोसँग घुम्न पाइएन र त्यो यहाँको माहौल हेर्दा एकदमै धेरै राम्रो थियो हैन। त्यसले गर्दाखेरि हामीले यसलाई चाहिँ फेरि अर्को हाम्रो नयाँ साथीहरूको जो आउनु भएको छैन उहाँहरूलाई फेरि पुनः हामीले चाहिँ लिएर आउनुपर्छ भनेर हामीले लिएर आयौँ हैन। हामीले चाहिँ मेची महाकाली गऱ्यौँ, यो आन्तरिक पर्यटन प्रवर्धन गरौँ भनेर हैन। त्यसै रसगढीदेखि ठोरीसम्म गऱ्यौँ, त्यसै मकवानपुरगढीदेखि गोर्खा दरबार, किनभने यो ऐतिहासिक सम्बन्ध छ हैन, वंश यो सेन वंशहरूको चाहिँ ऐतिहासिक सम्बन्ध छ। पृथ्वीनारायण शाह र उहाँको सेन वंशीहरूको ससुरालीहरूको हैन, त्यो चाहिँ मान्छेहरूले इतिहास बिर्सिसक्यो हैन, उहाँहरूलाई पनि हामीले चाहिँ एकचोटि पुनः स्मरण गर्नुपर्छ भनेर त्यो यात्रा गऱ्यौँ। त्यस्तै हामीले पाल्पा रानीमहल गऱ्यौँ, नेपालगञ्जको भरि यता तपाईँको पूर्वतिर हैन, सबैतिर हामीले चाहिँ हरेक समय मिलाएर हाम्रो यो चाहिँ भोलिन्टियर हो, आफ्नो खर्चमा हो है, कसैसँग हामीले स्पोन्सर लिएर हिँडेका छैनौँ, आफ्नै खर्चमा हामीले आफूले पनि केही गर्नुपर्छ हैन। अरूको मात्र मुख ताक्नु हुँदैन, अरूले पैसा दिए मात्रै गर्ने भन्ने भन्दा नि हामी आफैले चाहिँ गर्नुपर्छ भन्ने खालको एउटा सन्देश प्रयोग गर्नलाई हाम्रो चाहिँ यहाँ राइडमा हाम्रो सहभागी चाहिँ दाजुहरू 70 वर्षसम्मको दाजु हुनुहुन्छ हैन। हामी चाहिँ म्याक्सिमम 40 भन्दा प्लसकै सबैजना छौँ हैन। र हाम्रो हिमालयन राइडर्स टिममा पनि तपाईँको 12-14 वर्षको उमेरदेखि 73 वर्षसम्म उमेरको चाहिँ हाम्रो सदस्य हुनुहुन्छ हैन। किनभने उहाँहरूलाई चाहिँ यति विश्वास छ कि हिमालयन राइडर्स सोसाइटी भनेको चाहिँ एउटा चाहिँ निस्वार्थ संस्था हो भन्ने लागेको छ। त्यसले गर्दाखेरि सबैजना हुन्छ र हामीले चाहिँ यसरी हरेक कार्यक्रमहरू गर्न हिँड्छौँ र त्यसै क्रममा हामी यहाँ आइपुगेका छौँ। नानगढदेखि यहाँ सोमेश्वरगढीसम्मको यात्रा साइकल। अनि हाम्रो हिमालयन राइडर्स सोसाइटीको अहिले म हालको अध्यक्ष हो हैन। अनि हाम्रो मेन उद्देश्य भनेको चाहिँ स्वास्थ्य, पर्यावरण, पर्यटन प्रवर्धन गरौँ हैन, र खेलकुदहरूलाई, र त्यो मात्रै नभएर अहिले जुन एकदमै यो भनौँ न तीव्र गतिमा जुन पेट्रोलियम पदार्थहरूबाट चल्ने सवारी साधनहरू तीव्र गति बढिरहेको छ हैन, त्यसले चाहिँ वातावरण पनि बिगार्यो, मान्छेहरूलाई चाहिँ के भन्छ स्वास्थ्य पनि खराब आयो भनौँ न, एक्सर्साइज नभएको कारणले गर्दा हैन। त्यसलाई चाहिँ अब हामीले केही हिसाबमा हामीले आफूले पनि न्यूनीकरण गर्न सकिन्छ नि त भन्ने खालको सन्देश दिनको लागि अनि हामीले चाहिँ जस्तो मेची महाकाली पनि गऱ्यौँ हैन, आन्तरिक पर्यटन प्रवर्धन गरौँ भने स्वास्थ्य, पर्यावरण र पर्यटनको निम्ति साइकल भनेर हामीले चाहिँ त्यो स्लोगन लिएर मेचीदेखि महाकाली गऱ्यौँ, चाइना बोर्डरदेखि इन्डिया बोर्डर गऱ्यौँ हैन। यहाँबाट मकवानपुरगढीदेखि गोर्खा दरबार, पाल्पादेखि लिएर नेपालको धेरै जिल्लाहरू चाहिँ हामी चाहिँ यसरी हामी स्वस्फूर्त, हामी कसैले पनि हामीले स्पोन्सर गरेको छैन हैन। हाम्रो आफ्नो भोलिन्टियर आफ्नो खर्चमा हामी चाहिँ यसरी यो पर्यटन प्रवर्धन गरौँ भन्ने एउटा जागरण अभियान नै भनौँ एउटा। जस्तो अब यहाँ सोमेश्वरगढी यो माडीको नेपालकै 100औं गन्तव्य अन्तर्गत घुम्न पर्ने एउटा गन्तव्य केही वर्ष अगाडि नेपाल सरकारले भ्रमण वर्ष सार्वजनिक गर्दै गर्दा परेको स्थान हो। यहाँ आएर अवलोकन गर्दै गर्दाको तपाईको
अनुभूति र तपाईँ जस्तै यहाँ घुम्न आउन चाहने आन्तरिक एवं बाह्य पर्यटकलाई तपाईँको सल्लाह के रहन्छ? एकदमै घुम्न आउनुहोस्, किनभने यो माडी भनेको चाहिँ यो ऐतिहासिक यो के भन्छ पौराणिक कथामा उल्लेखित भएको जुन ठाउँहरू छ, देवीस्थलहरू छ होइन, पाण्डव कुवा, द्रौपदी नगर होइन, तपाईँको भीमसेन कुण्ड, जस्तै राम अयोध्या भयो होइन, तपाईँको चाहिँ यो के भन्छ सोमेश्वरगढी भयो, बैकुण्ठ ताल भयो होइन, यस्तो धेरै एकदमै ऐतिहासिक ठाउँहरू छ। त्यसले गर्दाखेरि यो एकदमै नजिक पनि छ होइन, यो चाहिँ झन्डै नेपालको मध्य भागमा पर्छ होइन। त्यसले गर्दाखेरि यो आउन सजिलो पनि छ, नजिक पनि छ र सम्पूर्ण यो भिडियो हेरिराख्नु भएको महानुभावहरूलाई एकपटक चाहिँ होइन माडीमा आएर यो देवस्थलहरू, यो ऐतिहासिकहरूलाई चाहिँ प्रत्यक्ष रूपमा जसले पुस्तकमा मात्रै पढ्नु भएको थियो, पौराणिक कथामा बनाएको थियो, प्रत्यक्ष आफैले हेर्न सक्नुहुन्छ र आफैले चाहिँ तपाईँको स्पर्श गरेर जान सक्नुहुन्छ होइन। जस्तो यो बाटोभरि यो मूर्तिहरू कुदिएको छ होइन, त्यसले पनि धेरै आनन्द आउँछ। मान्छेलाई अहिले जुन एकदमै त्यो तपाईँको ऊ थियो नि, के भन्छ अहिले मानसिक तनाव एकदमै धेरै छ नि त होइन, अहिले प्रेसर, कामको प्रेसर दुनियाँ छ नि, त्यसलाई चाहिँ रिफ्रेसिङको लागि यसले पनि धेरै मद्दत पुऱ्याउँछ। त्यसले गर्दा सम्पूर्ण के भन्छ यो भिडियोहरू बस्नु भएको महानुभावहरूलाई पनि धेरै धेरै धन्यवाद। मेरो आफ्नो केही विचार राख्ने अवसर दिनुभयो र सम्पूर्ण मित्रहरूलाई साइकल चलाऊ, स्वस्थ रहौँ, वातावरण जोगाउँ भन्ने सन्देश प्रदान गर्न चाहन्छु। धन्यवाद। धन्यवाद।